साथीहरु वेलकम ब्याक टु माई च्यानल एलसिडिजिटल ब्लगमा म सन्चै छु तपाईहरु पनि सन्चै हुनुहुन्छ भन्ने आशाको साथमा आज म न्यू ब्लग पनि सुरु गरिसकेको छु साथीहरु। आज चाहिँ म हिँडेको खै के पाथिभारा अरे सानो पाथिभारा अरे मलाई चाहिँ थाहा छैन कस्तो छ अब हेर्नुपर्छ है गएर। पीछे देखो पीछे देखो पीछे अहिले चाहिँ घाम कस्तो लागेछ अघि त घामै लागेको थिएन त नि। मम्मी र भान्जी चाहिँ अघि गइसक्यो छैनौँ यहाँ पर होला भाइको बाइकमा हामी दुईजना चारजना भएर आज चाहिँ हामी हिँड्दैछौँ हिँड्नलाई रेडी अब हामी। ओ माई गड लडाउँछ चाहिँ अब चाहिँ हिँड्नु पर्ने हुन्छ यहाँसम्म पुग्न। आज हामी कहाँ जाँदैछौँ? कहाँ जाँदैछौँ भने मम्मी? पाथिभारा हामी जाँदैछौँ। यहाँ सासू पनि भ्लग निकाल्नु परेन हैन? अब चाहिँ हामी घाम अहिले त कत्रो ठुलो घाम लागेको हौ, अघि त घामै लागेको थिएन। मम्मीलाई गर्मी भएको छैन? दिदीले ज्याकेट लगाउनु भएको खोइ दिदीलाई देखाउँ त यता देखेन हौ। हाई भनिदिनु तपाईँले पनि रोकिनु न। दिदीले शुभयात्रा दिनुहुँदैछ टाढैबाट भए पनि धन्यवाद। हाम्रो फुङ्गाको फुल निकालिदिनु पर्यो। टोपी खोला न अहिले लाउनु बाइकमा त ओह अब आउनु हुँदैछ मामा। आमा चस्मा पो लागेछ त मेरो भान्जीले त खोइ हेरौँ। ओहो ल जान्छ हाम्रो हिरो भाइ। ओ यता फुङ्गालाई लगेको भए हुने नि हेर त नसुनेको अब हामीलाई चाहिँ छोडेर गयो हेर। म त अलिक थाकेको थिएँ नि त अनि यस्तो त दुखेर हिँड्न नसकेर बिस्तारै हिँड्दैछु वा त अट्टारी हिँडेर मलाई त हो र फोहोर हुन्छ है टोपी झरेर। तिम्रो बोजू हेर त हेर्दा मात्रै सानो कति छिटो हिँड्नुहुन्छ म कहाँ पुगिसक्नु भइसक्यो। हेर्दा मात्रै सानो हो क्या सानो मान्छेको पावर डर हुन्छ भनेको यही हो। अनि यो लुङ्गी त सिलाएकै छैन त मम्मी हुन्छ नसिलाउँदा नि? ए उयो लाउँदा चाहिँ सजिलो हुने गाह्रो हुँदैन। ओ त्यसरी है अर्कोपट्टि ल भयो ल त्यहाँ समाउने छ के हो उतै समाउनु हो त्यहाँ डह्रो समाउनु ल ल ल अब गए। मामालाई 10-15 मिनट हामी 10-15 मिनटमा पाथिभारा पुग्नेवालामा छौँ साथीहरू। मेरो मम्मी चाहिँ उयो हुनुहुन्छ है मम्मी र भाइ चाहिँ तर चिसो चाहिँ ओभर हो क्या अन्त
चिसो चाहिँ मने चिसोले थरथर भइसक्यो नानीलाई कस्तो भइरहेछ हौ मेरो यहाँपट्टि घाँट दुखेर पढ्न लागिसक्यो घाँट दुख्यो ए अन्त साथीहरू बाटो डेन्जर रहेछ हामी चाहिँ हिँड्नुपर्ने भयो है कस्तो लाग्यो बाटो डर लाग्दो है बरु लड्नुभन्दा चाहिँ यहाँनिर चाहिँ हिँड्नै सजिलो खुट्टै दुख्यो कति भयो हामी हिँडेको 10 बजी हिँडेको होइन यस्तोमा गाडी पनि कुद्दा रहेछ हौ मामाले नि उठाउनु भयो बोजू पनि ओर्लिनु भयो है सकिँदैन नि त यहाँबाट त आयो ल है साथी हो यस्तो रहेछ डेन्जर म सोचेको पनि थिइनँ यस्तो बाटो छ भनेर चाहिँ बोजू पनि ओर्लिनु भएछ ल त्यसो गर्नु हुँदैन सबै जुत्ताभरि उयो माटो लाग्छ यहाँदेखि चाहिँ कति टाइम लाग्छ आमा त्यो डाँडा कट्नुपर्ने भाइ लड्नु भएर अन्त जितेले रवि तर निकाले हैन तुम्बालाई अनि त्यहाँदेखि त बिस्ताराको पक्लक्कै कोल्टी साराले च्याप्नुले लडिन कोल्टी बाइक ए म त डर लाग्यो त्यहाँ बाटो देखेर यस्तो ठाउँ छ नि आमा ल अब हिँडौँ साथीहरू यहाँबाट चाहिँ हामी चाहिँ हिँड्नुपर्ने हुन्छ हौ बाटो एकदम धेरै अप्ठ्यारो बाख्रा हेर हाम्रो मम्मीलाई त झन्डै लडाएछ नि भाइले ओर्लिहाल्नु भयो मम्मी अनि तल चाहिँ ओर्ले अनि अलिक मासतिर आउँदाखेरि चाहिँ लड्यो ए भाइ मात्रै चाहिँ लडेको दुईजना के भयो थाक्यो यति हिँड्दा त थाकिँदैन हो बुढी मान्छे त हिँड्दैछु भन्दैछ नि कस्तो ढुङ्गाको बाटोहरू छ नि त हौ बाटो पनि नि के टाँस्यो फुङमा खुट्टामा जुत्तामा कुरै कुरो पो लागेछ त 10 11 साढे 11 भइसक्यो हामी हिँडेको हेर त यहाँ बाटो ओ माय गॉड अब त्यहाँ चढ्नु पर्ने होला राम 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 चलो चलो म त लेकमा हिँडे जतिकै भइसक्यो गाह्रो छ हजुर बाइकमा हिँडेर चाहिँ छिटो छिटो पुग्नु हुन्छ कि यस्तो बाटो रहेछ नि गाह्रो छ हो अब यो पानी पनि बोकेर आइएन यो मम्मीले नि भ्लग बनाउनु हुँदैछ के भन्दैछ बोजूले सुन त यस्तो बाटो हिँड्नु पर्दैछ साथीहरू आए लु गाह्रो भयो मलाई त पानी पनि लिएर आएन अघि पानी लिएर आएको भए त हुन्थ्यो नि त यहाँदेखि हो त कहाँ आयो ओइ कस्तो भइरहेछ फुङमा काबु बित्थामा आए जस्तो भएको छ होला नि
हाम्रो मम्मी चाहिँ छिटै हिँड्छ ऊ माथि पुगिसक्यो साथीहरू अब चाहिँ म चाहिँ एकैचोटि पुगेर देखाउनेवालामा छु कि यहाँ मेरो पितृ निस्किसक्यो के भन्छ त्यस्तै भइसकेछ घरि घाम लाग्छ टिलिलिहरू लाग्दैन किनभने बाटो चाहिँ अप्ठ्यारो छ क्या उता त्यही भएर हाम्रो फुङमालाई नि गाह्रो भइसक्यो हजुर परबाट छिटाउ भन्दैछ लु जाऊँ अब त्यसो एकैचोटि पुगेर मात्रै पुगेर मात्रै बनाउने लु अब चाहिँ सुरु भयो यहाँदेखि यो चाहिँ धागो अरे लु जाऊँ नखाने पानी कुहिरो लाग्दो रहेछ नि त यहाँदेखि माथिदेखि देख्छ होला नि मजाले हाम्रो मम्मी चाहिँ कहाँ पुगिसक्नु भयो एकैचोटि होइन यस्तो बाटो साध्नु हुन्छ कि त्यो सिडी पो हिँड्नु सकिँदैन त यो सिडी चाहिँ ल हेर के हो यस्तो यसरी हो नि हिँड्ने आम्मा फुङमा त मङ्की हो कि क्या हो फुङमा बोजू लाएर पर ओ माथि पुगेर हावा चाहिँ चिसो आउने रहेछ तर ऊ तलबाट हिँडेर आएको पुच्छरबाट अरू चाहिँ यहीँदेखि रहेछ पूजा गर्ने तलदेखि नै हो नि सुरु त तर नि अब हामी चाहिँ पूजा गर्न आएको होइन कि हामी चाहिँ घुम्न मात्रै आएको यस्तोहरू देख्दा त यस्तो उयो लाग्छ कि यस्तो देख्दा त तर आउने साह्रो यहाँ आउनु चाहिँ के भयो उसको मामासँग झुन्डिँदैछ हाम्रो मम्मी छिटो हिँड्नु हुने रहेछ अब चाहिँ साथीहरू म यस्तो स्पिडमा हिँड्छु कि मेरो सास जिन्दगीमा कहिले पनि राम जस्तो हुन्छ कि मलाई चाहिँ यस्तो भयो भने फेरि फाइनली हामी चाहिँ आइपुग्यौँ यति धेरै दुःख गरेर यो मन्दिर बाहिरबाट दर्शन गर्नुपर्छ के भयो हेर त जोडीलाई भत्का गरे भत्केन लु फुङमाको हात सिधा छैन रहेछ ओ आऊ सो साथीहरू फाइनली आइपुग्यौँ हामी चाहिँ यहाँनिर ओ माई गड बाहिरबाट दर्शन गरौँ होला मम्मी र जित्दै ए अर्को मामा र भान्जी यता आउँदैछ हाम्रो भाइले साह्रै मोबाइल हेर्नुभयो म चाहिँ थाकेर बियोस ओपन छैन होला ए खुल्लै रहेछ कस्तो साह्रो दुखाइदियो खुट्टा सो साथीहरू हामी चाहिँ अब मन्दिरभित्र छिर्न लागेको हुनुहुन्छ कस्तो भइरहेछ तपाईँ मलाई चाहिँ भोक लागेर कस्तो भइरहेछ अरे राम्रै लागिराखेको छ रमाइलो भयो हजुर अघि हिँडेर आउँदा ल मम्मी डर पो लाग्छ त केही सामानहरू केही लिएनौँ यतिकै दर्शन मात्रै गर्नु त्यहाँभित्र छिर्नु हुँदैन 1 बजेछ
म त अघि ढोकेको त्यहाँभित्र उहाँलाई म छुँदैन आफूमा खाइचु खै म हातले गर्छु यता दिन लु ढोक्नु त लु किन नढोक्नु भएको वरिपरि घुम्नु पर्ने हुन्छ यहाँ चाहिँ मन्दिर आउँदा चाहिँ तर मन चाहिँ शान्त हुने है यता ढोक्दै हिँड्दै गर्दै हुन्छ यो खाने खाइसक्यो तर पनि मन्दिरको नाम पाथी भएर सानो पाथी भएर होइन सानो पाथी भएर अब यहाँ फेरि यहाँनिर पूजाहरू गर्ने यहाँ चाहिँ फाइनली आइपुग्यौँ गाइस अब छिर्नुहुन्छ यता चाहिँ यस्तो रहेछ अब त भयो होला है अब म उता माथि पनि ढोक्नुपर्छ ए माथि गएर नि ढोक्नुपर्छ अरे ल ल हुन्छ ल थाहा छ टाउकोले ढोक्नु मातालाई माता हो नि मेरो त यसमा लाग्यो होला है छोडिदेऊ मेटाउनु हुँदैन त मम्मीले ढोक्नु लु अबे कुहिरोले त छेक्यो त सबै तपाईँ जानु जानु न ढोक्नु माता गाईचहरू हेर्नु त यहाँ चाहिँ सुनको छ मम्मीको छैन लागेको सुनको छ अनि 10 रुपियाँ छ हो तर म देउताको पैसा लिदिनँ अबे पैसा लिने अरे अस्ति हजुरले त्यो भ्लग बनाउनु भएको यही हो उहाँको फुली कत्रो ठुलो है जाम्ला यो उहाँको पुच्छर हो बाघको पुच्छर अनि अर्को चाहिँ के हो हातमा माताले के बोक्नु भएको छ भगवानले यो त्यो चक्कु आम्मा 1 2 लु रियलमा देख्यो हौ म त 4 वटा बोक्नु भएको छ हो लु आऊ जाऊ सो गाईचहरू एकैछिनमा चिसो हावा है मलाई चाहिँ एकदमै भोक लागिसक्यो भने फुङमाको हेर्नु यहाँ माताले लगाइदिनु भयो ठ्याक्कै उयसको छाप बसेछ नङको छाप बसेछ खुट्टाको फोटो खिचौँ होला सो गाईचहरू अब चाहिँ हामी चाहिँ पिकनिक खान लागेको खाजा खाना मैले मात्रै माइक बोकेको छु खाजा यहाँ पनि छ त कुपनी सार्छ साँच्चै कुपनमा लु है यो बोकेर बोल्ने बनाउनु है त्यत्तिकै चाहिँ त्यो के गर्नु देखाउनु हाम्रो मम्मीलाई चाहिँ मजा आयो अरे मम्मीलाई मजा आयो अरे टेक्नोलोजी आयो भन्नु दिउ हालेर खाएको अरे हाम्रो मम्मीले त्यहाँ उयो पक्दैन नि गर्छ
मुङमा साह्रै भोक लाग्छ है जङ्गलमा जुका लाग्छ र मलाई त जानु डर लाग्छ काकाहरूको जङ्गलतिर सानो जुका छ काकालाई के जङ्गलतिर घुमाउँछ नि त है साथीहरू तिमीहरूको पनि के भन्छ जिउ खाने गिलास भएन भने चाहिँ यसरी खाँदा हुन्छ है साथीहरू अघि कति छिटो घाम लाग्यो थियो अहिले फेरि कालो भयो कि यो के भन्छ हुस्से कि के आइहाल्दो रहेछ कि मन्दिर चाहिँ यो हो पछि आयो तर चिसो क्या लास्ट डे अब यहाँदेखि चाहिँ म पनि जानुपर्ने हुन्छ यसको उतापट्टि साइडमा चाहिँ उयो गर्ने टिकटक बनाउनु पऱ्यो कस्तो आउँदो रहेछ भनेर त्यहाँ चाहिँ अस्ति नि भिडियोहरू चाहिँ आएको थियो कि उनीहरूले बनाएको थियो कस्तो अँधेरो भएर हेर न फेरि वाउ यहाँ चाहिँ शिवजीको रहेछ गाइस म चाहिँ यहाँ छु खाँदै के खाँदैछौ कुरकुरे अगाएन कुरकुरे यहाँ के रहेछ वाउ कस्तो दामी उतापट्टि उयो आउँदैछ जाऊँ न कता उतापट्टि हुस्से आउँदैछ रमझम कस्तो दामी हुस्से आउँदो रहेछ नि त उतापट्टि यो के हो त्यो खोइ नेपाल टेलिभिजन कि के लेखेछ यहाँ परेवा छ मम्मी ओहो अस्ति हजुरले उयो पो बनाउनु भएको अनि थुनेर राखेको छ त चढाउनेहरू चाहिँ यहाँ राखेको है क्या है अम्मा परेवाहरू पनि रहेछ जाऊँ उतापट्टि कस्तो राम्रो रहेछ त्यो दादी अब चाहिँ उतापट्टि गएर चाहिँ हामी पनि टिकटक बनाउनु पर्ने हुन्छ कस्तो घाम चाहिँ गइहाल्यो है एकैछिनमा ढुङ्गाको चाहिँ हो त्यस्तो म पनि बनाउँछु नबनाऊँ देउता के गर्दैछौ चिच्चाउँदै के गर्नुभयो टोपी फ्याँकिदिनु भयो किन अरे अहिले ट्र्याक्टर निकालिदिन्छु साथीहरू यो देखेको चाहिँ सबै गुराँस अरे गुराँस जाने बाटो यस्तै छ यो बारेको सब वरपार हो तर के भन्छ अहिले चाहिँ फुलेको छैन यो चाहिँ बैशाखतिर चाहिँ फुल्छ होला है मम्मी यो सबै गुराँस फाइनली मैले मामाको फोन पाएँ फोन लियो ए अब चाहिँ हामी यहाँ टिकटक बनाउनु पर्ने हुन्छ साथीहरू अब चाहिँ यहाँदेखि फर्किनु पर्ने हुन्छ हामी के भयो अरे तपाईँलाई के लाग्यो पेट उठ्नको हो अनि यहाँनिर बुढी ल्याउँछु हान्नु भएको अरे पुरा भयो पुरा भयो खुसी लाग्यो तर लास्ट चिसो हुँदो रहेछ नि त हाम्रो मम्मी चाहिँ झन् हेर्नु त के भयो पुङ्गालाई ला के लागेछ लु जाऊँ तल यहाँ त साह्रै चिसो भयो मम्मी चिसो भयो यो धागो तलबाट बाँध्दै बाँध्दै माथि मन्दिरमा 3 फन्को घुमाउने मान्छे चाहिँ भाग्यमानी हुन्छ अरे त्यसो भन्दै थियो अघि दिदीले सो साथीहरू अब चाहिँ हामी यहाँदेखि फर्किनु पर्ने हुन्छ सिधै यहाँदेखि घर यहाँदेखि उता जानु सकेन यहाँदेखि चाहिँ अब सिधै घर जाने अवस्था हाम्रो
कस्तो भयो अरे मम्मी बाइकमा बस्दा नि गल्छ फुङमा झन्डै रुयो आज होइन अब बाई बाई ल बाई बाई गुड नाइट आज मात्रै लडाएन है तिम्रो मामाले हाम्रो बुवाले खाना बनाउँदै हुनुहुँदो रहेछ हामी ढिलाएर फाइनली हामी चाहिँ घर आइपुगेको अवस्था त्यस्तो देखिरहेको छ म त आलु पनि बोकेर आउनुहुन्छ यो चाहिँ बिस्कुट होला यो चाहिँ उयो पापड यो मम्मीले उतारेर ल्याउनु बाजे आउनु बस्न तेरिका के यता बस्नु बाजे अनि त्यही त डरेको छैन बुवाले तरकारी के पकाउनु भएछ अब के हो यो सुँगुरको मासु यो सुँगुरको मासु जस्तो छ बुवाले सुँगुरको मासु पकाउँदैछ आज त लडाएन नि जितेले नभए त पछार्दै लान्थ्यो कति हिँड्यौँ नि आज हामी है मम्मी माथि बाटो अप्ठ्यारो रहेछ हाम्रो सुकुटी त सकिएछ सबै त होइन त्यही पाथी भाडा मात्रै अरू त कहीँ गएन पाथी भाडा मात्रै गएको आइ आइ आज मात्रै लडाएन है रातै भएर आउनु भएको छ त ए उयो मेरो झोला दिन्छ अब चाहिँ म चाहिँ कहिले पनि जान्न जस्तै भयो जान्न जस्तो भएको छ हो भनेको अनि यहीँ छोड्नु भएको छ त सामानहरू त होला